साथीहरू ल हेर्नुहोस्, एउटा बुढी आमा बाटोमा फुलको माला अनि अगरबत्ती जस्तै छ है, हातमा लिएर केही सामान बेच्दै हुनुहुन्छ। तर कसैले नकिनिसकेपछि उहाँलाई एकदम थकान महसुस हुन्छ अनि एकदमै दुःख पनि लागिरहेको होला। यस्तो घाममा पनि कसैले किन्दिएन भनेर आज चाहिँ एकदमै परेशान हुनुभएको छ। त्यति गर्दै पछाडिबाट एकजना व्यक्ति आउनुहुन्छ। हेर्नुहोस्, साडीले यस्तो छोपिदियो भने डराउनुहुन्छ कि आयो यस्तो भनेर होइन। त्यसपछि चाहिँ उहाँले थाहा पाउनुहुन्छ कि मलाई हेल्प गर्न आउनु भएको भन्ने, अनि एउटा साडी ल्याएर यसरी दिनुहुन्छ उहाँले। आमा चाहिँ एकदमै असाध्यै खुसी हुन्छ। खुसीले हेर्नुहोस् छटपटाइरहनु भएको छ, आँखाबाट पनि खुसीको आँसु बगिरहेको छ। ल हेर्नुहोस् साथीहरू, कहिले कसो केही कसैको खुसीको लागि केही न केही गर्नुपर्ने पनि हुन्छ। उहाँले साडी दिइसकेपछि केही पैसा पनि दिनुभएको छ, अनि त्यसपछि गला लगाइसकेपछि ल हेर्नुहोस् खुट्टा छुन खोज्नु भएको छ आमाले। तर एज धेरै भएको हुनाले उहाँले यस्तो गर्नुहुन्न भनेर भन्नुभएको जस्तो छ है। अनि हेर्नुहोस् खुसीको आँसु है। साथीहरू, तपाईँले यस्ता कोही देख्नुहुन्छ, वृद्ध आमा बुवालाई देख्नुहुन्छ भने सहयोग गर्नुहोला, अनि भिडियोलाई सक्दो सेयर पनि गर्नुहोला भन्न चाहन्छु।